हेलो एन्ड नमस्ते यार सम्पूर्णलाई स्वागत छ आज पनि मेरो यो नयाँ भ्लगमा। आजको यो नयाँ भ्लग मार्फत चाहिँ मैले तपाईहरुलाई चाहिँ के जानकारी दिने भयो भन्दाखेरि चाहिँ यदि तपाईहरु साइप्रस आउँदै हुनुहुन्छ भने चाहिँ साइप्रसमा के काम पाइन्छ र के काम सिकेर आउँदा राम्रो हुन्छ साइप्रसमा र त्यो कामहरु चाहिँ कहाँबाट सिकेर आउँदाखेरि राम्रो हुन्छ र सँगसँगै कति एक्सपिरियन्स चाहिन्छ त्यो काम सिकिसकेर पछि चाहिँ कति समय चाहिँ काम गरेको हुनुपर्छ भन्ने कुरा चाहिँ यो भिडियो मार्फत तपाईहरुलाई बताउँदै छु। सो फर्स्टमा चाहिँ जाउँ, तपाईहरुलाई म के कुरा बताउँछु भन्दाखेरि चाहिँ साइप्रसमा के काम पाउँछ भन्ने विषयमा जाउँ। त्यो विषयमा चाहिँ साइप्रसमा काम त विशेष गरी चाहिँ होटल लाइनको काम र केयर गिभरको काम र फाटाफुटा फ्याक्ट्री वर्कर र त्यो पछि बाहेक एग्रिकल्चर, यो चारवटा लाइनमा पाउँछ। विशेष गरेर चाहिँ यो चारवटा लाइनमा यो कामहरु पाउँछ भनेदेखि यो बाहेक अरु काममा पनि तपाई यदि साइप्रस आउन चाहनुहुन्छ भने चाहिँ आउन त मिल्छ, तर डिमान्डहरु चाहिँ कमै आउँछ। तर त्यो आउनको लागि चाहिँ तपाईले चाहिँ डोमेस्टिक वर्कर लगायत अर्कै भिजा लिएर चाहिँ तपाईले जुन काम जानेको छ त्यही कामको भिजा लाएर चाहिँ आउन मिल्दैन, तर त्यही काममा चाहिँ आउन चाहिँ मिल्छ। त्यसको लागि चाहिँ मेन पावरसम्म चाहिँ तपाईले पुगेर बुझ्नु होला के काम पाइन्छ भन्ने कुरा चाहिँ यो रहेको थियो भने काम। अब जम के काम चाहिँ सिकेर आउँदाखेरि राम्रो हुन्छ त साइप्रसमा भन्ने कुरा त विशेष गरी चाहिँ होटल लाइनको नै बढी स्यालेरी हुन्छ र काम पनि राम्रो हुन्छ। सो त्यही कारणले यदि तपाईहरु चाहिँ सक्नुहुन्छ भने विशेष गरी चाहिँ कामको आधारले यदि आफू काम गर्न सक्नुहुन्छ, यदि तपाईको चाहिँ ट्रेनिङ गरेर काम केही सिकेर आउने उमेर चाहिँ तपाईको छ भनेदेखि चाहिँ तपाईहरु चाहिँ के गर्नुस् त भन्दाखेरि किनकि काम सिकेर केही वर्ष ट्रेनिङ लिएर आउनु होला। होटल लाइनको काम तपाईले के सक्नुहुन्छ, वेटर, हाउसकिपिङ, हेल्पर, अनि त्यसपछि किचनको कुक, यो के सक्नुहुन्छ त्यो सम्बन्धी चाहिँ तपाईले काम सिकेर आउनु भयो भने यहाँहरुको तपाईहरुको चाहिँ स्यालेरी अलिकति राम्रो पनि छ र अलिकति स्कोप पनि राम्रो छ होटल लाइनको यो साइप्रसमा। त्यही कारणले म चाहिँ प्रिफर के गर्छु, विशेष गरी चाहिँ काम जान्नु भएको छ यदि भनेदेखि चाहिँ होटल लाइनकै काम सिकेर आउनु होला। यदि यो बाहेक यदि गर्दा नि भएन भने चाहिँ यदि तपाईहरु महिला दिदीबहिनी हुनुहुन्छ, तपाईहरुको चाहिँ पढाइ अलि त्यति हुनुहुन्न भने चाहिँ तपाईहरुको लागि चाहिँ विशेष गरी चाहिँ ग्रीक भाषा सिक्नु होला र त्यो सिकेर चाहिँ केयर गिभरको काममा आउनु होला। त्यसमा पनि अब सबै घरमा चाहिँ राम्रो हुन्छ भन्ने हुँदैन, सबैजनालाई राम्रो हुन्छ भन्ने चाहिँ छैन यो काममा चाहिँ होटलको जति चाहिँ। तर यो होटलको पछिको चाहिँ अलिकति फ्याट्टा भिजा पाइहाल्ने र काम पाइहाल्ने चाहिँ कमाइको हिसाबले चाहिँ अलिक कम हुन्छ, तर सजिलै हुन्छ। कतिपय 50%लाई चाहिँ यहाँ चाहिँ एकदम राम्रो छ भनेको चाहिँ सुन्नमा र भेटेको पनि छ मैले उहाँहरुको काम चाहिँ। सो त्यही कारणले अर्को काम चाहिँ के हुने भयो भन्दाखेरि चाहिँ ग्रीक भाषा सिकेर चाहिँ तपाईले अलिअलि ट्रेनिङ गर्न पनि पाउँछ फाटाफुटा कतिपय ठाउँमा हाउसमेडको काम कसरी गर्ने भनेर त्योहरु सिकेर चाहिँ आउँदाखेरि राम्रो हुन्छ भनेदेखि कुरा चाहिँ के काम सिक्दा राम्रो अथवा के काम सिकेर आउँदा राम्रो भन्ने कुरा रहेको थियो भनेदेखि अब यो कामहरु चाहिँ ट्रेनिङ चाहिँ कहाँबाट सिक्ने भन्नेमा जाउँ। तर यदि त्यो ट्रेनिङ सेन्टर चाहिँ धेरै लामो समयदेखि चलाउनु भएको पुरानो रहेछ र त्यो सँगसँगै उहाँहरूले चाहिँ त्यहाँ चाहिँ काम सिकिसकेपछि उहाँहरूले जागिर लगाइदिने रहेछ त्यही सम्बन्धीमा भनेदेखि चाहिँ के हुने भयो कि ट्रेनिङ प्लस तपाईहरुको एक्सपिरियन्स बटुल्ने चान्स हुने भयो। सो त्यही कारणले तपाईहरुले चाहिँ ट्रेनिङ चाहिँ जब कि ट्रेनिङ पछाडि इन्टर्नशिप हाल्छ र त्यो चिज चाहिँ सिटिभिटी मान्यता प्राप्त छ भनेदेखि चाहिँ तपाईहरु चाहिँ त्यो ठाउँमा चाहिँ गएर चाहिँ ट्रेनिङ गर्नु होला। र त्यो बाहेक अझ सक्नुहुन्छ, कोही तपाईको आफन्ती कोही हुनुहुन्छ नेपालमै अलि राम्रो ठाउँमा जागिर गर्नुहुन्छ होटलतिर भनेदेखि त्यो ठाउँमा पुगेर चाहिँ इन्टर्नशिप गर्नु होला र अझ बेस्ट त्यो हुने रहेको छ भनेदेखि केयर गिभरको लागि चाहिँ के हुने भयो भन्दाखेरि चाहिँ तपाईहरु चाहिँ विभिन्न मेन पावरहरुमा अथवा एजेन्सीहरुमा चाहिँ बुझेर तपाईले ट्रेनिङ गर्नु होला। प्राय चाहिँ म्याक्सिमम चाहिँ अहिले उहाँहरुले नै ट्रेनिङ दिने गरेको छ यस्तो कामको लागि अथवा केयर गिभरको लागि भनेदेखि यो कुरा चाहिँ ट्रेनिङ कहाँबाट गर्ने यी चीजहरु भन्ने कुरा चाहिँ रहेको थियो भनेदेखि यो बाहेक यति गर्दा नि तपाईहरुलाई चाहिँ ट्रेनिङ गर्ने ठाउँ नै थाहा छैन र अथवा साइप्रस जाने ठाउँ नै थाहा छैन भने चाहिँ अब सबैजनालाई चाहिँ त अब हेल्प गर्न म सक्दिनँ। यदि तपाईहरुलाई चाहिँ कोही कसैले चाहिँ किनकि विशेष गरेर चाहिँ होटल लाइनको सम्बन्धीको किचनको लागि चाहिँ किचनको काम सिक्नको लागि, कुकिङ सिक्नको लागि र कुक हेल्पर सेफहरु सिक्नको लागि र यो कामको आउनको लागि चाहिँ यदि किनकि यही फिल्डमा म यहाँ साइप्रसमा काम गर्दै छु र यो भन्दा
विगत पहिला 10 वर्ष 11 वर्ष अगाडि मैले यही फिल्डमा नेपालमा ट्रेनिङ गर्ने ठाउँहरू हेऱ्यो बुझ्यो र त्यसपछि त्यहाँ नेपालमा कस्तो हुन्छ होटल सम्बन्धीको किचनको काम भन्ने कुरा चाहिँ मसँग नलेज भएको कारणले र उता केही साथीहरू मेरो हुनुहुन्छ सो त्यही कारणले चाहिँ होटलकै कामको किचन लाइनको काम सिक्न चाहनुहुन्छ भने चाहिँ यदि तपाईँहरूले चाहिँ यो माथि फेसबुक पेज र यो सँगसँगै वाट्सएप यो नम्बरमा चाहिँ तपाईँहरूले चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ र तपाईँहरूलाई चाहिँ म कहाँबाट ट्रेनिङ गर्ने र कहाँ चाहिँ के गर्ने भन्ने कुराहरू चाहिँ त्यो मार्फत म तपाईँहरूलाई जानकारी दिन सक्छु किनकि कसरी कहाँ गर्ने भन्ने कुरा मैले भनिहालेँ तपाईँहरूलाई म यही सम्बन्धी चाहिँ एक्सपर्ट भएको र यो सम्बन्धी चाहिँ मैले काम गरेको कारणले म तपाईँहरूलाई यो सक्छु र यो बाहेक अरू वेटर हेल्पर अरू पनि सकिन्छ तर म्याक्सिमम सबैलाई चाहिँ सकिन्न किनकि लिमिटेड हुन्छ यो सम्बन्धी मलाई त्यति आफूले त्यो सम्बन्धी त्यो फिल्डमा काम नगरेको कारणले अब कुकिङको लागि चाहिँ तपाईँहरूले सम्झिन सक्नुभएको दिएको फेसबुक पेज अथवा वाट्सएप मार्फतबाट कन्ट्याक्ट गर्न सक्नुभयो र त्यो सँगसँगै यदि महिला दिदीबहिनी हुनुहुन्छ घरको कामको लागि भाषा सिकेर यता आउन चाहनुहुन्छ भने नि हजुरहरूले पनि यो फेसबुक पेज र वाट्सएप नम्बरबाट चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ किनकि यहाँ आइपुगेको दिदीबहिनीहरू सबैलाई राम्रो हुन्छ भन्ने त छैन 2-4 जना चाहिँ यहाँ आइपुगेको उहाँहरू मार्फत मैले बुझ्दाखेरि 2-4 वटा ठाउँबाट चाहिँ अहिले नयाँबाट चाहिँ धेरै कुराहरू सिकाएर घरको कामहरू कसरी हुन्छ कस्तो हुन्छ यहाँको जनरल साइप्रसको फुडबारे सिकाएर र सँगसँगै साइप्रसको नर्मल भाषाहरू अलिअलि ग्रिक भाषा सिकाएर पठाउने रहेछ सो यदि तपाईँहरूलाई त्यो सम्बन्धी पनि कन्ट्याक्ट चाहिन्छ त यदि तपाईँहरूलाई थाहै छैन कहाँबाट जाने भनेदेखि चाहिँ म कन्ट्याक्ट दिउँला सकभर चाहिँ तपाईँ आफैले सेल्फ नै गएर बुझेर खोजेर गर्नुहोला यदि त्यति खर्चमा पनि सक्नु भएन भने चाहिँ हजुरहरूको लागि चाहिँ त्यतिसम्म चाहिँ गर्न सकिन्छ काम विशेषले म आफ्नै काममा पनि बिजी हुन्छ अब रिप्लाई आएन यो चिजमा जोडिनु भनेर त मैले भने तर ठ्याक्कै रिप्लाई दिएन यस्तो रहेछ हाउडा चाहिँ नभन्नु होला अरूको ठाउँमा म पनि काम गर्नुपर्छ र काम गरेर बचेको टाइममा तपाईँहरूले हेल्प गर्ने हो सो त्यही कारणले सकभर आफै ट्राई गर्ने कोसिस गर्नुहोस् त्यो पछि भएन भने सम्झिनु होला भनेदेखि यो कुरा चाहिँ ट्रेनिङ कहाँबाट गर्ने भनेको थियो भनेदेखि यो बाहेक यदि तपाईँहरू चाहिँ कति चाहिँ सिक्नुपर्छ भन्ने कुरामा सुन्नु होला विशेष गरी ट्रेनिङले मात्र पुग्दैन किनकि यदि तपाईँहरूको टाइम छ भने चाहिँ तपाईँहरूको उमेर छ भने चाहिँ तपाईँहरू ट्रेनिङ पश्चात म्याक्सिमम 2 वर्ष जति चाहिँ सोही फिल्डमा इन्टर्नसिप अथवा काम गरेर अथवा काम सिकेर अझै पोख्त त्यो सम्बन्धीमा काम बनाएर आउनु होला अझ राम्रो हुन्छ यता आएर र यदि होइन भने चाहिँ ट्रेनिङ अनि अलिअलि काम सिकेर इङ्ग्लिस राम्रो छ भने चाहिँ तपाईँहरूको लागि नि राम्रै हुन्छ यतिको गरेर नि आउँदा हुन्छ भने चाहिँ आजको भिडियोमा साइप्रसमा एप्लाई गर्दा कहाँबाट काम सिक्ने अथवा सँगसँगै के काम सिकेर आउँदा राम्रो र त्यो काम कहाँबाट सिक्ने र कति एक्सपिरियन्स चाहिन्छ भन्ने कुरा चाहिँ यो रहेको थियो भनेदेखि आजको भिडियोलाई चाहिँ यति नै सो त्यही कारणले यदि योभन्दा नयाँ जानकारीहरू लिन चाहनुहुन्छ साइप्रसबारे भनेदेखि तपाईँहरूले चाहिँ कमेन्ट गर्नुहोला र यो कमेन्टकै आधारमा तपाईँहरूको कमेन्टकै आधारमा नयाँ भिडियो ल्याउने बाचाका साथ आजको लागि चाहिँ बिदा हुन्छु यो भिडियो मार्फत हस्त धन्यवाद जय नेपाल।